बाय अभी टाटा चल चल बाय 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 सेन्ट धेरै लाएर गुनासो टाटा फेरि एउटामा अब तपाईँहरू पनि आउनु लाग्यो बजार है हामी हिँड्न थाल्यौँ मामाहरूदेखि सन्धिखर्क जस्ट 7 किलोमिटर ल टाटा फिर से आ गए रे बाबा इधर जहर खाने का पैसा नहीं है तू जा रे यार तू कुछ सोच मन्दिर जे होस् हरियालीमा त राम्रो आउँछ नि है ओवर एक्टिंग की औलाद अब तेरे को बराबर होता नहीं क्या बोलने को चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह यहाँ चाहिँ कामहरू हुँदैछन् विकास बन्दैछ चौतारी बन्दैछ यो चाहिँ पकलेको के भन्छ यो ठाउँलाई चौर होइन थामाचौर भन्छ यो मन्दिर यो टावर हो तलबाट पनि देखिन्छ अहिले देखाउँछु मैले यहाँ चाहिँ बाइक ल्याउन मेरो स्कुटी छोडेर सँगै बजारको सबैभन्दा नजिकको गाउँ जस्तो पनि भनौँ ओडा किमडाँडा ओडा नम्बर 8 देखि 7 किलोमिटर ओडा नम्बर 8 होइन किलोमिटर 7 को दूरी आज राइट लुक्सले त यो हाइवे हो यही हाइवे नै इट्स कनेक्ट सन्धिखर्क गाउँ जस्तो भए पनि लाइक हाइवे छ पिच बाटो छ कि बाटो मात्रै अनि अलिक भित्र जाने हो भने चाहिँ मात्र कच्ची बाटो एन्ड मलाई चाहिँ कति 10-15-20 मिनट म्याक्सिमम 20 मिनट लाग्छ राम्रो ड्राइभरलाई चाहिँ यो बाटोमा तर राइड सेफ 12-15 मिनट लाग्छ के हो यसलाई चाहिँ छेडा भन्छ यसले चाहिँ दुईवटा कुराहरू छेड्छ क्या दुईवटा नगरपालिका छेड्छ त्योहरू छेडा नाम भयो यता भूमिका स्थान पर्यो यता पनि भूमिका स्थान तर हामी जान्छ यता सन्धिखर्क यो चाहिँ सन्धिखर्क पर्यो नि त सो दुईवटा नगरपालिका छेड्ने भएको कारणले चाहिँ यसको नाम छेडा भयो होला सायद मलाई त त्यही लाग्छ यार त्यही हो हुनसक्छ कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त केटामा एउटा ऐतिहासिक गाउँ पनि छ के यो मन्दिर छ यहाँनिर यो मन्दिरमा चाहिँ त्यो तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र राजेश्वरी आएर चाहिँ त्यो मन्दिर उद्घाटन गरेको के हो अनि अर्घाँचीमा फर्स्ट टाइम राजा आएको हेलिकप्टरमा आएको भन्ने कुरा चाहिँ मेरो मम्मीहरूले सुनाउनुहुन्छ चल झुटा यहाँ हेर्न आउनु भएको थियो अरे कि सो त्यो ठाउँमा चाहिँ राजाहरू आएर त्यहाँको मन्दिर उद्घाटन गरेको भन्ने चाहिँ छ आजभन्दा समथिङ 20-30 वर्ष अगाडि गाउँका मान्छेहरू चाहिँ स्टिल वेटिङ फर द पानी आकाशबाट जुन परेको छैन सो पानी नपरेको कारणले गर्दाखेरि आजबाट स्कुल लाग्यो आजबाट स्कुल लाग्यो केटाकेटी पनि गइरहेछन् केटाकेटी स्कुल जाँदाखेरि त सबैभन्दा बढी खुसी बाबामा नै हुन्छ होला है आनन्द भयो भनेर सो गहुँ छाट्ने काम पनि भएको छ पानी कुर्ने काम पनि भएको छ पानी आएपछि बल्ल खन्न मिल्छ नि त बारी पनि सो बारी पनि खनिरहेछन् भन्दा पनि खन्नमा मान्छे रुकिरहेको नि हिजो पानी पर्छ भनेको परेन आज घाम यस्तो भएको छ सो क्वाइट स्मल टाउन यहाँ चाहिँ हामी आएर धेरै मिठाई खाएको रेकर्ड छ यार
सेफ राइड, अलवेज सेफ राइड, अलवेज प्रिफर टु सेफ राइड। दालेको यो हेलमेटको स्टाइल यस्तो किन भन्दाखेरि फ्लेक्स गरेको होइन, हेलमेट अत्यन्तै सानो छ अनि उहाँको टाउको ठुलो छ, त्यो भएर मात्र हो। बट तपाईँलाई थाहा छ नि त हामी स्लो नै हिँडिरहेका छौँ भन्ने। हेरौँला तेरो यो चुरीपुरी कति दिन टिक्छ म पनि हेरौँला। अर्को चाहिँ कि अहिले कम्पेरिटिभली कुरा गर्ने हो भने एउटा कुरा राम्रो के छ भन्दाखेरि विकास गर्ने कोही नआए तापनि लाइक यो बिगार्ने पनि झन् अहिलेसम्म कोही आएको चाहिँ छैन। बिकज बजारको नजिक पनि यति हरियाली, नगरपालिकाको नजिक यति हरियाली सो रियर पनि झट्ट कसले देखिँदैन। सो यसो हेर्ने हो भने चाहिँ जे होस् ग्रिनेरी नै छ क्या सिटी चाहिँ, जुन कुरा एकदमै खुसी लाग्छ। मेरो लाइसेन्स छ नि फेरि चल झुटा त्यो ढोका लाउने होला होइन। सियु पारी गएर